नमस्कार। हाम्रो चाहिँ सिंचाई पोखरी प्लस स्विमिङ को लागि यो ट्याङ्की चाहिँ लगभग पुरा हुने लागेको छ। हेर्नुस् त्यहाँ दुईजनाले अझै मसला हालिराख्नु भएको छ। यो चाहिँ अंकल यो कति मिटर लामो हो रे? 19-20 मिटर लामो। अनि चौडाइ कति छ? चौडाइ 4 मिटर चौडाइ र 19 मिटर लम्बाइको। अनि उचाइ 8 फुट नि 8 फुट उचाइको। यो चाहिँ हाम्रो स्विमिङ प्लस सिंचाई प्रयोजनको लागि बजेट माग गरी सरकारबाट चाहिँ हामीले बजेट पारेर यहाँ निर्माण चाहिँ लगभग भइसकेको छ। हेर्नुस् हेर्नु सक्नुहुन्छ यस्तो छ। अरु साथीहरु चाहिँ घर जानुभयो। 10-15 जना लाग्नु भएको थियो यसमा। चाहिँ अझै बनाउँदै छ। यो चाहिँ आज बनाएको फलाइहालेको भयो। अनि अरु जो अस्ति गर्दै सकिँदै गइरहेको छ। यस्तो ठाउँ हाम्रो यो देखि तलतिर करिब 5-6 घर छन्। 6 घरको लागि चाहिँ सिंचाई गर्नको लागि विशेष गरी सिंचाई अनि प्लस स्विमिङ। यहाँ चाहिँ स्विमिङ गर्न इच्छुकले स्विमिङ गर्न सकिन्छ। 8 फुट उचाइ भएको पोखरीमा स्विमिङ गर्ने अलि सानो मान्छेले नसक्ने। हरसक्दो यहाँ प्लास्टिक पनि राख्ने छ। माथिदेखि जालीले तोड्न पनि सकिन्छ। फेरि अर्को साल बजेट पारेर यसलाई चाहिँ विशेष गरी स्विमिङ भन्दा पनि सिंचाई गराएर 4-5 घरमा चाहिँ करिब 5000 बिरुवा फलफुल लगाई उनीहरूलाई प्राप्त सिंचाई दिने र अरु आलु खेती, टमाटर, त्यसै गरी लसुन यी नगदी बालीहरू पनि लगाएर आर्थिक आर्जन गर्नलाई यो सिंचाई हामीले बारेको हेर्न सक्नुहुन्छ। र तपाईहरुलाई कृषि सम्बन्धी कुनै जानकारी चाहिएको छ भनेदेखि कमेन्ट गर्नुहोस्। मैले जानकारी दिन्छु। चाहिँ भिडियो पहिलो चरणमा बनाइरहेको छु। लगतै यो पानीलाई कसरी कहाँ सदुपयोग गर्ने भन्ने विषयमा पनि गर्छौं हामी भन्ने विषयमा पनि मैले तपाईहरुसम्म भिडियो प्रस्तुत गर्छु। हामीले यत्रो ट्याङ्की बनाइसकेपछि कृषि नगर्ने भन्ने त हुँदैन। तपाईहरु पनि जिरो लगानीबाट कृषि सुरुवात गर्ने प्लान गर्दै हुनुहुन्छ भनेदेखि तपाईहरुसँग लगानी छैन, थोरै लगानीबाट नै सुरु गर्दै हुनुहुन्छ भनेदेखि हामीले गरेको टेक्निकलाई फलो गर्नुहोस्। तपाईहरुले यत्रो ट्याङ्की नै बनाउनु पर्छ भन्ने छैन। सानो बनाएर त्यसबाट चाहिँ तपाईले आवश्यक पानी मात्र भयो भने चाहिँ अब यो ट्याङ्की छ अनि अर्को पनि छ। अनि माथि यो झ्याङदेखि माथि छ एउटा त्यहाँ भयो। अनि निजी अर्को मेरो छुट्टै निजी भन्छ 2-4 वटा पानी छ पानीको मुहान। त्यसलाई चाहिँ सदुपयोग गरिन्छ जस 2-4 वर्ष। त्यही हो। च्यानललाई सब्स्क्राइब गर्नु, भिडियो मन परे लाइक गर्नु, सक्दो शेयर गरिदिनु। नमस्कार। अब भेटौँला अर्को भिडियोमा।